ल ए कान्छी हेर हेर यस्तो हुन्छ क्या ए बार्बी हेर बार्बी बोल त्यही त पख पख यस्तो हुन्छ कि हेर ल कटु खोल्छु है पख पख यसले खोलेर देखाउनुपर्छ पख है त हेत्तेको अब तिनजनाको बक्स गोविन्द एकछिन पख गोविन्द पख पख लागे लागे एकछिन पख है एकछिन पख म आज यसले क्लियर पार्छु कान्छी गेम ला त है गेम ला त ल यसो हुन्छ यहाँ हामी केटाहरूको चाहिँ के हुन्छ भने अगाडि ठ्याक्कै यो लाडोको अगाडि अलिकति यो मासु यो खाली भएको हुन्छ नि खाली भएको यो चाहिँ उठेको बेलामा अलिकति उठोस् है ठाउँ छ नि अलिकति यो कम्पनी राख्यो है यो अलिकति यो लाडो उठ्दाखेरि भनेर तर अब महिलाहरूको के हुन्छ भने एकदमै जुस्त हो यो छोरी मान्छेहरू चाहिँ ट्याप्पा हुन्छ कि अब किनभने टिसी जानुहुन्छ पुती ढ्याप्चो पुती हुन्छ अनि ठ्याक्कै यहाँ बोल्छ अब मैले यो लाउँदाखेरि त त्यो लाडो त यसो कुङ्रिङ्ग भएर गुलामा ठोकिँदो रहेछ कि अनि गुलामा ठोकिँदा आफैले चिया हुँदो रहेछ ए बोल न है सुन्दैछु तेरो कुरा कहाँबाट पेन्टी लिएर आउँछ बार्बी ओइ भन बार्बी नट्टाटी भने नट्टाटी भन् तँलाई बेलुकी पछि चिक्न मन लाग्दैन नट्टाटी भने लाग्दैन मोट गरेछ नि त्यस्तो काम अनि कस्तो खालको बुद्धि हौ कसम हो अहिलेसम्म लाग्दैन यसले पनि त बिचरा त साइलासँग बोल्दा बोल्दै यसले मन चित्त बुझायो होला हेर त त्यसो हुन्छ के त्यसो हुन्छ तर होइन यस्तो हुन्छ हेर तिमी झुट नबोला हेर नेवार्नीहरूको चाहिँ कचिला छोइला गनाउँछ चिक्दाखेरि के हुन्न त्यो झारेपछि सट्टै निकाल्ने बेलामा कचिला छोइला गनाउँछ छेत्रीहरूको छेत्रीहरूको मैमै गनाउँछ यो राई लिम्बूको सुँगुर गनाउँछ बोसो गनाउँछ पोटिला हुन्छ नि त पोटिला हुन्छ कि अनि यो चामर मुसारहरूको चाहिँ मुसा गनाउँछ हेर त हेर यो बार्बी म तिमीलाई सिधै भन्छु हेर बार्बी तिमीले पनि जवानी थामेर बसेका छौ पाएदेखि नपाएर मात्र हेर आऊ त दुध हेर त यिनको दुध अब कति सापडेका दुध नि हेर आऊ त बार्बी यसो गर हौ हेर है आज त शुक्रबार हो मेरो ड्युटी 10 दिन छुट्टी छ अब हामी प्रत्येक रात हामी बौलिन्छौँ कन्ट्रोल गर है हो मान्छे हो यसले पनि चिक्न मन लाग्छ ल्यापले पानी झार्छ देखाउन मिल्दैन पानी झार्छ यसले पनि कुत्तीको त पानी आइहाल्छ किन आउँदैन पानी हेराउ त लु कान्छी पर त बार्बी दुध दे बार्बी दुध दे दुध त खोइ हेराउ त आज त बार्बीले पो उज्यालो पारी त बार्बीले पो बार्बी तैँले तँलाई के कटु लाछस् पेटी लाछस् आज लगाएको छैन यार पानीमा भिजेर आएको म यहाँ बाहिर छु होटलमा बसिरहेको छु अनि पुती छ्याङ्गै छ पुती छ्याङ्गै केही लुगा लाग्छ नि यहाँ आज त यहाँ बाहिर छु पानीमा पुरै लुगा भिजेर छ हेर बार्बी हेर तिमीले भगवान्ले पुती दिएको छ हामीले लाडो दिएको छ हेर माग्दाखेरि मन मिलाउने बाँडेर खानुपर्छ के हेर मैले तिमीलाई भने हेर ए ट्याप है छोरी मान्छेहरू महिला मान्छेहरू यदि मरेपछि माथि स्वर्ग र नर्क दुईवटा बाटो हुन्छ अरे के यता स्वर्ग यता नर्क यत्रो यमराज भोटे कुकुर लिएर बस्छ अरे के यमराज अनि सोध्छ अरे महिलाहरूले ए जगतमा चुसेर आइस भन्छ अरे लाडो के चुसेर आइस भन्छ अरे छैन हजुर भन भने चिक्ने नर्क जा भनेर बङ्गै लाती लान्छ अरे अनि प्रभु परमेश्वरी चुसेर आएको मजाले चुसेर मुखैमा झारेर आएको स्याबास स्वर्ग जा भन्छ अरे केटीहरूले केटाहरूले चाहिँ के भन्छ अरे केटाहरूले चाहिँ ए मनुष्य जगतमा चिकिस भन्छ अरे छैन हजुर चिक्ने नमर्दा नर्क जा भनेर गुलाब फर्किने लात्ती हालेर नर्क पठाउँछ अरे अनि ए मनुष्य जगतमा चिकिस भन्छ अरे चिके प्रभु स्याबास स्वर्ग जा भन्छ अरे हो चिक्न पर्छ चुस्न पर्छ स्वर्ग जानुपर्छ स्वर्गमा त फुलै फुल हुन्छ पोखरी हुन्छ पौडी खेलिरहन्छ पार्वतीहरू बिकिन लगाएर डफलीवालीमा नाचिरहन्छ नर्कमा त आगो बलिरहन्छ गुको दनी गु बनाउँछ हेर बार्बी चिक्न पर्छ है छेत्रीको छोरी हो सानो पुतली छ टिसी त अग्रक्कै ठाडो टिसी त नाकको डाँडी हेर त नाकको डाँडी हेर त टिसी हेर त नाकको डाँडी ठ्याक्कै पत्ता लाग्छ नाकको डाँडी हेर त सबै गर्छ ट्याप गर्छ सबै त्यो भ्युवर्सले हेरिहाल्छ डबल कहिले आउँछ तिर्पल भ्यू आँखा छ भ्युवर्सको हामीले भन्नु पर्दैन यता चाहिँ त्यो घर जोडेको त हामीले यत्रो तनी चिक्न मन लाग्छ उसले त्यो गिफ्ट चाहिएको हेर त तर होइन छेत्रीको छोरी हो राम्री चाहिँ सामान राम्री छ हेर त तर हेर बार्बी तिमीले ढाँटिया मात्रै हो पखमा दुर्बिन लाउँला टिसी चाहिँ हेरौँला अब टिसी त राम
औ कस्तो साह्रो कालो हौ ल्याङ ल्याङ नगर है त्यस्तो चाहिँ छैन यहाँ मैले कोही अहिलेसम्म लप पारे पनि छैन होइन झुकेको होला हौ त्यो कालो पेन्टी हो कहिले त्यो कपडाको टुक्रा नि अडिन्छ हौ टिसीमा त दाडी उठेको हुन्छ नि त ए ऊ रहेछ हौ कपडाको टुक्रा पर त सानो टुक्रो कान्छी त्यो फालो कोटाएर फालो तर यिनको पनि त ओठा हेर्दा त पुत्ती त साह्रै मिठो छ हौ साह्रै मिठो पुती हौ साह्रै मिठो बोकेर जान्छ यिनीहरू माग्दा दिएको हेर हौ हेर है बिनी माग्दाखेरि द्याऊ पछि त्यो चेपामा आउँछ तिमीहरूको त्यो कुहिन्छ गनाउँछ अनि डाक्टरको याद आउँछ ओहो माग्दा दिएको भए तिमीहरूको भन्दा नि त्यो भिसी भिसी कुदेको कुनेरको सफा त फ्रेस छ मनिकन दियो भने कचा कचा ग्यालेक्सिममा कचा कचा एकछिन एकछिनमा हावा नि छिरो औँला नि हाली कोतारे पनि हेर आऊ त सामान त ए बिनी भन्न तँलाई कसरी चिकेको मनपर्छ अगाडि पछाडि